लेफ्ट राइट अनि यहाँ मेरो पछाडि रुममेटको भाइ छ। मेरो भाइ चाहिँ यो त्यो गाई चाहिँ मेरो घरमै बस्ने छिमेकी। यहाँ बस्नु मिल्दैन भनेर हामीले तीनजनालाई राखेको। म चाहिँ यिनीहरूलाई लगिदिँदैछु। हामी यो पछि म नै चलाउँछु है। यो आधी बाटो पुगेपछि मैले चाहिँ 50 को स्पिड त्यो हाम्रो अनि त्यस्तै भयो। हामी यही गुफा भन्यो। गाइस मैले 60 स्पिड चलाउँदैछु। कस्तो मजा आइरहेछ। रियल रोलर कोस्टर जस्तै हामी पुरै गाडीलाई नै घुमाउँदै जाँदैछौँ। मलाई थाहा छ यहाँ भित्र एउटा उकालो आउँछ किनकि मैले अघि खेलेको थिएँ अनि अलमोस्ट मैले लास्टसम्म गरिसकेको त्यसले यही हातमा हात फालेर मारिदिएको। गाइस यहाँ अन्त अझै मुनि यही यस्तो सबसे मुनि मारले हामीलाई मारेको। सबसे मुनि त्यो हामी चाहिँ यहाँ अहिले धेरै स्पिड पुगिसक्यो। मुनिबाट हामी सिधै उहाँ उकालो जान्छौँ। त्यहाँ माथि उकालो पनि छ। अब यहाँ माथि अब हामी माथि जाँदैछौँ। माथिबाट तल हुँदैन गाइस। क्रास चाहिँ 65 को स्पिडमा चलाउनु। यहाँ खतरा मजा आइरहेको छ। पछाडिपट्टि हाम्रो यहाँ 2 जना छ। गाइस यहाँ चाहिँ अब ड्राइभर गाइस यो धेरै नै स्पिड भयो के। सबैजना मेरो गेममा लाइक हान्दैन। मेरो गेममा गाइस यहाँ चाहिँ म आइसा चाहिँ बस्नु गइरहेको अनि सुवान चाहिँ यहाँ खेल्नको लागि गर्दैछ। गाइस अब योपालि चाहिँ म आइसासँग बस्न लागेको हो। गाइस यसले चाहिँ हाम्रो यो पुरा यसलाई गरिरहेछ। लास्टमा बोर्डमा चाहिँ यो स्लो हानिदिन्छ क्या। देख्नुभयो गाइस यो चाहिँ यस्तो स्पिडमा भगाइरहेको छ। त्यही भएर गाइस आजको लागि यति मात्र। बाई बाई।